म नेपाली हुँ, मलाई तिर्खा लाग्यो भने म भन्छु पानी खान्छु। इङ्ग्लिसमा बोल्ने मान्छेले त्यही चिजलाई वाटर भन्छ। स्पेनिसमा बोल्ने मान्छेले अगुवा भन्छ। युगान्डाको लुग्वान्डा भाषामा चाहिँ अमाजी भन्छ। शब्द फरक भयो, भाषा फरक भयो, उच्चारण फरक भयो, तर के पानी फरक भयो त? भएन नि। पानी त आखिर पानी नै हो। त्यसले नेपालीको मात्र तिर्खा मेटाउँदैन, इङ्ग्लिस बोल्नेको पनि मेटाउँछ र अरू भाषा बोल्नेको पनि मेटाउँछ। यसले तपाईको भाषा सोध्दैन, तपाईको जात सोध्दैन, तपाईको धर्म पनि सोध्दैन। अनि सेम यस्तै गरी धर्म र आस्थाको कुरामा पनि हामीले यति सिम्पल कुरा किन यति कम्प्लिकेटेड बनाएका छौँ भन्ने लाग्छ के मलाई। कोही मन्दिरमा गएर पूजा गर्छ, कोही मस्जिदमा नमाज पढ्छ, कोही चर्चमा प्रार्थना गर्छ, कोही गुम्बामा बसेर ध्यान गर्छ, कसैले भगवान भन्छन्, कसैले अल्लाह, कसैले गड। हो, हरेक धर्मको विश्वास, दर्शन र अभ्यास फरक छ, तर सबै धर्मले सिकाउने कुरा त एउटै हो नि। सबै धर्मले के सिकाउँछन् त? प्रेम, करुणा, क्षमा, अनुशासन, शान्ति, मानवता र अरूलाई अनावश्यक हानि नगर्नु जस्तो मूल्य त सबै धर्मले सिकाउने हो नि। त्यसो भए एउटा प्रश्न छ, म आफ्नो धर्मलाई सम्मान गर्छु भनेको अर्थ तिम्रो धर्म म भन्दा सानो छ चाहिँ कसरी हुन्छ? आफ्नो आस्थालाई माया गर्नुपर्छ, गर्व गर्नुपर्छ, पूजा गर्नुपर्छ, प्रार्थना गर्नुपर्छ, आफ्नो संस्कार आफ्नो बच्चालाई सिकाउने, तर त्यसका लागि अर्काको आस्था होच्याउन किन आवश्यक छ? सोच्नुहोस् त, हजुरले बाल्नु भएको दियो अझ उज्यालो बनाउन अर्को व्यक्तिको मोमबत्ती निभाउनु पर्छ र पर्दैन नि? अर्काको उज्यालो निभाउँदैमा आफ्नो दियो अझ चम्किलो हुने त होइन। र मेरो विचारमा यदि मैले आफ्नो धर्म महान छ भनेर प्रमाणित गर्न अर्को धर्मलाई गाली गर्नुपर्छ, अपमान गर्नुपर्छ, घृणा फैलाउनुपर्छ भने मैले मेरो धर्मको सम्मान नै गरिरहेको छैन। मैले त मेरो आफ्नै व्यवहारले त्यसको शिक्षा कमजोर बनाइरहेको छु। किनकि धर्मले मान्छे जोड्नुपर्छ, तोड्ने होइन। आस्थाले मनमा शान्ति छाउनुपर्छ, घृणा होइन। मन्दिरको घन्टी बजोस्, मस्जिदमा अजान सुनियोस् या चर्चमा प्रार्थना होस् अथवा गुम्बामा शान्ति ध्यान होस्, यी आवाजहरू एकअर्कालाई दबाउनको लागि होइनन्, यी हाम्रो विविधताको परिचय हो। तपाईलाई मेरो आस्था अपनाउनु पर्दैन, मैले तपाईको आस्था अपनाउनु पर्दैन, तर हामी एकअर्कालाई सम्मान त गर्न सक्छौँ नि। किनकि अन्त्यमा हाम्रो परिचय केवल हामीले कुन धर्म मान्यौँ भन्नेले मात्र बन्दैन। हामीले अरूसँग कस्तो व्यवहार गऱ्यौँ, कति प्रेम बाँड्यौँ, होइन, कति मन जोड्यौँ, अनि त्यसले पनि हामी कस्तो मान्छे थियौँ भन्ने कुरा बताउँछ क्या। त्यसैले आउनुहोस्, धर्मको नाममा पर्खाल नबनाऊ, सम्मानमूलक पुल बनाऊ। किनकि संसारलाई अर्को धर्मसँग लड्ने धार्मिक मान्छे भन्दा पनि आफ्नो आस्था जोगाऊ।